भिजिट भिसा प्रकरणमा पछाडि हटेपछि नेकपा माओवादी केन्द्रले व्यापक आलोचनाको सामना गरिरहनु परेको छ। पार्टी बाहिरको आलोचना त स्वाभाविक मानिए पनि पार्टी भित्रै नेतृत्वको निर्णयप्रति तीव्र असन्तुष्टि देखिएको छ। प्रतिनिधि सभाको अवरोध अन्त्य गर्न नेकपा एमालेसँग 2 बुँदे सहमति गरेपछि माओवादी केन्द्र सहित विपक्षी दलहरू अहिले बजेटमाथिको छलफलमा 2 धारमा विभाजित भएका छन्। प्रतिपक्षमा रहेको माओवादी अहिले बजेटमा सहभागी भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र राप्रपाले विरोध गरिरहेका छन्। यही बीचमा माओवादीमाथि ठूलो प्रश्न तेर्सिएको छ। भिजिट भिसा प्रकरणमा पछाडि हट्नुपर्ने अवस्था किन आयो? धेरैले माओवादी केन्द्रले बढाउँदै गरेको जनमत 2084 को निर्वाचनमा फेरि घट्ने चिन्ता व्यक्त गरेका छन्। केही नेताहरूले त भिजिट भिसा प्रकरणमा सरकारका जिम्मेवार पात्रलाई जोगाउन माओवादीले घुँडा टेकेको आरोप लगाउँदै तीव्र असन्तुष्टि जनाएका छन्। कतिपयले माओवादी केन्द्रका नेताहरूलाई जोगाउन माओवादी लचक भएको भनिरहेका छन्। माओवादी केन्द्रको यो निर्णयले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आवाज संसदमा कमजोर बन्दै गएको देखिएको छ भने सभामुखले संसद अगाडि बढाउने प्रक्रियामा विपक्षीको स्वरहरूलाई खासै स्थान दिएका छैनन्। सार्वजनिक चासोको मुद्दा माओवादीले छोडेपछि पार्टीप्रति आक्रोश झन बढेको छ। पार्टीभित्रै नेतृत्वको निर्णयलाई लिएर आलोचनात्मक स्वरहरू उठेका छन्। यस्तो समयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने संविधान र कानुनका कारण आफूहरू बाध्य भएको दावी गरेका छन्। चितवन स्थित निजी निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माओवादी केन्द्र प्रतिपक्षमा रहे पनि सत्ता पक्षको जस्तै जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति रहेको स्पष्ट पारेका हुन्। संसदमा बजेट छलफललाई निरन्तरता दिन, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन पारित गर्न, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न र छानबिन समितिको गठन सुनिश्चित गर्न संसदको अवरोध खोल्न 2 बुँदे सहमति गरेको उनले स्पष्ट पारेका हुन्। उनले माओवादी केन्द्रले जिम्मेवार राजनीतिक दलको हैसियतमा अगाडि बढेको समेत दावी गरे। तर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै 17 दिनसम्म संसद अवरुद्ध गरेका माओवादीले सरकारको नेतृत्व गरिरहेको दल एमालेसँग सहमति गरेर अवरोध खोल्ने निर्णय गरेपछि पार्टीभित्रै असन्तुष्टिको लहर उठेको छ। तीव्र आलोचनाको घेरामा परेका माओवादी नेताहरू अहिले भागाभागको स्थिति छ। स्पष्टीकरण दिन उनीहरूलाई हम्मे परेको छ। कतिपय नेताहरू त यो प्रश्नबाट जोगिने प्रयासमा छन्। यता संसदमा विरोध गरिरहेको रासपाका सांसदहरू भने कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने भनिरहेका छन्। कुनै दलले संसद अवरोध गर्दा बैठक स्थगित गर्ने सभामुखले आज रासपाको विरोधलाई सुन्न चाहेका छैनन् अनि उनी पेलेरै अघि बढेको रासपाको टिप्पणी छ। अर्को कुरा, कुनै सांसदले यसबारे सभामुखलाई प्रश्न गर्दा उनले ठाडै विषयवस्तुमा प्रवेश गर्न निर्देशन समेत दिने गरेका छन्। यो प्रवृत्तिले सभामुखको कार्यशैलीमाथि पनि प्रश्न छ। यस्तै स्थिति रहिरहे रासपाको विरोध कहिलेसम्म चल्छ त्यो पनि अन्यल छ। न सरकार रासपासँग घोडा टेक्छ न त रासपा नै आफ्नो अडानबाट पछि हट्छ। यसले दुवैबीच अन्यलको स्थिति देखिएको छ।